न्यू प्यारेन्ट्सहरू हजुरको नानी बाबु कतिको सुत्नुहुन्छ नि। मेरो नानी चाहिँ मजाले सुत्छिन् है, दिउँसो पनि सुतेकै हुन्छन्, उसरी राति पनि सुत्छिन्। कहिलेकाहीँ दिसा पिसाब गरेपछि त उठ्नु त ओभियसली भइहाल्यो, नत्र चाहिँ मजाले नै सुतेकी हुन्छन्। अनि कहिलेकाहीँ चाहिँ हामीले मजाले सुतेकी हुन्छन्, कहिलेकाहीँ चाहिँ हामीले आफैले उठाउनु पर्ने हुन्छ। कहिलेकाहीँ राति सुतिराख्दाखेरि ग्लुकोजको मात्रा कम हुन्छ नि त बच्चाहरूले नखाइदिँदाखेरि, त्यही भएर चाहिँ हामीले उठाएर खुवाउने गरेका छौँ। कुरा के भन्दाखेरि जब नानी 3-3.5 महिनाकी थिइन् त्यति बेला चाहिँ सुत्दिनथिन् के, सुत्दै नसुत्दिनँ, दिउँसो पनि नसुत्ने अनि राति पनि 3-3.5 नभइकन सुत्दै नसुत्ने। कहिले 4 बज्थ्यो, बिहानै पख हुन्थ्यो क्या, राति सुताउनुलाई सुताउँदै बिहान बज्ने हुने कि 3-4 बज्दिने। अनि त्यसपछि चाहिँ आफू उठ्दाखेरि पनि पुरा ह्याङ भयो है, पुरा डिस्टर्ब हुन्छ नि त निन्द्रा नपुगेपछि। एक त आफू पुरा विकनेस भएको छ, भर्खर त्यो फेजबाट बाहिर निक्लिएको छ डेलिभरी गरेर, अनि त्यसपछि डेलिभरी भएर अनि त्यसपछि त निन्द्रा नपुगेपछि त कस्तो हुन्छ सोच्नु त आफै। अनि हो त्यो चाहिँ धेरै कारणले हुँदो रहेछ, बच्चालाई नसुत्नु चाहिँ धेरै कारण हुँदो रहेछ। किनभनेपछि पहिला बच्चा हाम्रो गर्भमा हुर्किरहँदा चाहिँ एउटा इन्भाइरोमेन्टमा थियो, अनि त्यसपछि बाहिर एक्कासी आउँदा अर्को इन्भाइरोमेन्ट भयो, अनि उसलाई चाहिँ मिसम्याच भयो कि, अनि त्यसपछि उसले चाहिँ छुट्याउनै सकेन कि बच्चा बाहिर निक्लिसकेपछि। अनि चाहिँ धेरै कारणले हुँदो रहेछ। कहिलेकाहीँ चाहिँ बच्चाहरूलाई चाहिँ भोक लागेर हुँदो रहेछ, कहिलेकाहीँ चाहिँ टेम्परेचर मेन्टेन नभएर गर्मी जाडो भएर हामीले चाहिँ नबुझिदिएर के, अनि कहिलेकाहीँ चाहिँ ओभर स्टिमुलेसन भएर, जस्तै कहिले कुनै मम्मीहरूको ह्याबिट हुन्छ नि त चिया कफी बढी खाने, त्यो गर्दा चाहिँ दुधको माध्यमबाट बच्चाहरूलाई क्याफिन जान्छ, त्यो कारणले पनि बच्चा सुत्दो रहेनछ। अनि कहिलेकाहीँ हामीलाई भेट्न हाम्रो अभिभावकहरू प्यारेन्ट्सहरू आउनुहुन्छ, अनि त्यसपछि हाम्रो वेल विसरहरू साथीहरू कहिलेकाहीँ छरछिमेकीहरू आउनुहुन्छ, अनि के छ कस्तो छ भनेर हामीलाई पोजिटिभ वेले नै आउनुहुन्छ। तर त्यो गर्दाखेरि चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामी बोलिदिँदाखेरि चाहिँ उनीहरूको निन्द्रा डिस्टर्ब हुन्छ, उनीहरूको निन्द्राको स्लिप साइकल डिस्टर्ब हुन्छ। अनि त्यो गर्दाखेरि चाहिँ बच्चाहरू त्यो कारणले पनि नसुत्ने रहेछन्। अनि कहिलेकाहीँ चाहिँ मोबाइलहरू हामी आफ्नै कमजोरी पनि हामी मम्मीहरूकै बाबाहरूकै अथवा घरमा अरू अभिभावकहरूले पनि बच्चाहरू सुतिराखेकै कोठामा मोबाइल राखिदिँदाखेरि कहिलेकाहीँ अचानक कसैको फोन आउँछ, अनि ग्रुप मेसेज छ भने टिङ टिङ बजिराख्दाखेरि डिस्टर्ब भएर उठ्छ नि त बच्चा, त्यो कारणले पनि हुन्छ। अनि कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि लाइटहरूले पनि बच्चाहरूलाई चाहिँ निन्द्रा लाग्दो रहन्छ के। अब बच्चाहरू भर्खर त एउटा इन्भाइरोमेन्टबाट आएको हुन्छ, अनि अर्को इन्भाइरोमेन्टमा आउँदा धेरै चेन्ज भइरहेको हुन्छ, अनि लाइटहरू उज्यालो देख्दाखेरि त बच्चाहरूले चाहिँ निन्द्रा नलाग्दो रहेछ के। त्यही भएर सकेसम्म झ्यालहरूको पर्दा लगाइदिने। अनि पछि अब कहिलेकाहीँ हाम्रो धेरै जसोको के घरको वालहरू क्रिम कलरको हुन्छ, पिङ्क कलरको लाइट कलरको हुन्छ नि, त्यसले चाहिँ लाइटलाई चाहिँ अझै बढी चम्किलो गराइदिने, त्यसले गर्दा पनि बच्चा सुत्दो रहन्छ। अनि हामीले चाहिँ कस्तो गरिदियौँ भन्दाखेरि चाहिँ त्यो वालमा चाहिँ मजाले चाहिँ कालो कालो डार्क कलरको तन्नाहरू लगाइदिएर बच्चालाई चाहिँ ह्याबिट बनाइदिउँ। अनि बच्चाको ह्याबिट भइसकेपछि, त्यसको हेबिचुअल भइसकेपछि चाहिँ तन्नाहरू झिक्दिएको है हामीले चाहिँ कन्सियसली अनकन्सियसली हामीलाई थाहा हुन्न लाइट बालिदिन्छौँ। अनि बच्चाहरूलाई सुताउँदा चाहिँ डिम लाइट भएको रुममा अथवा डिम लाइट बालेर सुताउने अथवा लाइट निभाएर सुताउने गर्नुपर्दो रहेछ। किन भन्दाखेरि हाम्रो हजुरआमाहरूको पालामा मम्मीहरूकै पालामा पनि इलेक्ट्रिसिटीहरू राम्रो फेसिलिटी थिएन, अनि मम्मीलाई र बेबीलाई मात्रै सँगै सुताइन्थ्यो नि, त्यो गर्दाखेरि चाहिँ डिस्टर्ब हुँदैन थियो, मोबाइल सोबाइलको यस्तो जमाना थिएन। अनि आमा र बच्चा सँगै सुत्दाखेरि चाहिँ एउटा मजाको इन्भाइरोमेन्ट हुन्थ्यो, अनि पछि मजाले सुत्थ्यो नि त, डिस्टर्बेन्स हुँदैन थियो, छुट्टै राख्ने चलन थियो नि त। आजकल पो सबैजना हेल्प गर्नलाई मम्मीहरू आउनुहुन्छ, अनि घरको आमा बुवाहरू हजुरबुवा हजुरआमा आउनुहुन्छ हेल्प गर्न सकेसम्म। त्यस्तो गर्दा चाहिँ बच्चा ओभर स्टिमुलेटेड हुँदो रहेछ र त्यो गर्दाखेरि पनि उसलाई मजाले निन्द्रा लाग्दो रहेनछ के, डिस्टर्ब हुँदो रहेछ, हामीले अनकन्सियसली हामीलाई थाहा हुँदैन। त्यही भएर बच्चालाई चाहिँ सकेसम्म सुताउने प्रयास गर्नुपर्दो रहेछ। अनि सुताउँदाको धेरै फाइदा हुँदो रहेछ। बच्चाले क्वालिटी स्लिप गर्यो भने चाहिँ उसको वेटहरू गेन हुने, लेन्थहरू वृद्धि हुने होइन, लम्बाइको तौलको वृद्धि हुन्छ। अनि अर्को चाहिँ बौद्धिक विकास हुन्छ होइन, उसले बौद्धिक विकास हुनाले मजाले सुतेर फ्रेस भएर उठेको बच्चाहरूले चाहिँ छिट्टै चिजहरू क्याच गर्ने, रिकग्नाइजेसनहरू गर्ने, छिट्टै कुराहरू लर्न गर्ने हुन्छ। उसको एटेन्सन स्पान पनि एकदम स्ट्रङ हुन्छ होइन, फोकस पावर एकदम स्ट्रङ हुन्छ।
अनि इरिटेट पनि हुँदैन होइन, निन्द्रा मजाले पुगेपछि डिस्टर्ब हुँदैन, फ्रेस हुन्छ उठ्दाखेरि। अनि ऊ इमोसनलले पनि हेल्दी हुन्छ, इमोसनल डेभलपमेन्ट हुन्छ, सोसियल वेलबिङ हुन्छ। किन भन्दाखेरि मजाले सुतेर उठेपछि आफ्नो केयर गिभरलाई वरिपरि देखेपछि कस्तो मजाले सोसियल स्माइल दिन्छ होइन, खुसी हुन्छ नि त बच्चा। आफ्नो नजिकको मान्छे, घर परिवारको बच्चा, घर परिवारको मेम्बरहरूलाई कस्तो मजाले सोसियल स्माइल दिन्छ नि त बच्चाहरूले फ्रेस भएपछि। नत्र भने त इरिटेट हुन्छ नि त निन्द्रा नपुगेपछि, बच्चा आफै कमजोरी भएपछि त इरिटेट भइहाल्छ। अनि मजाले सुत्ने बच्चाहरूको चाहिँ ग्रोथ हर्मोन रिलिज हुन्छ, त्यसले गर्दा बच्चाको तौल बढ्छ होइन। स्टडीले के पनि भनेको छ भने मजाले सुत्ने बच्चाहरूको चाहिँ ल्याङ्ग्वेज डेभलपमेन्ट एकदम फास्ट हुन्छ अरे होइन, मजाले सिक्ने, सम्झिने, एटेन्सन स्प्यानहरू सबै राम्रो हुन्छ। अनि बच्चाहरू नसुत्ने अर्को कारणहरू पनि रहेछ नि, के भन्दाखेरि बच्चाको कोलिक पेनहरू, पेटमा ग्यास भरियो भने पनि बच्चा सुत्दैन, बच्चा बिरामी रुगाखोकी छ भने पनि सुत्दैन। त्यही भएर बच्चाहरूको ख्याल गर्नु, बच्चाहरूलाई सुताउने प्रयास गर्नुहोस् त। थ्याङ्क यू।